नेपालमा ई सिम प्रयोग सुरु भएको 3 वर्ष पुग्नै लाग्दा यस्तो सिम लिनेको संख्या 3,50,000 हाराहारी पुगेको छ। नेपालमा पहिलो पटक नेपाल टेलिकमले ई सिमको सुरुवात गरेको थियो। नेपालमा 2079 भदौताका यस्तो सिम प्रयोग सुरु भएको थियो। नेपाल टेलिकमका अनुसार हाल कम्पनी अन्तर्गत ई सिम लिनेको संख्या 2,03,000 पुगिसकेका छन्। त्यस्तै एनसेलका अनुसार कम्पनीको ई सिम लिनेको संख्या 1,50,000 पुगेको छ। हाल दूरसञ्चार कम्पनीले जारी गरेको सिम संख्या कुल जनसंख्या 2,90,000 भन्दा धेरै छ। त्यसैले अझै पनि धेरैले मोबाइलमा भौतिक सिम प्रयोग गरिरहेका छन्। ग्राहकहरूले चाहँदा सम्बन्धित दूरसञ्चार कम्पनीको अनलाइन वा एपबाटै पनि आफूले चलाइरहेको सिमलाई ई सिममा परिवर्तन गर्न सक्छन्। नेपाल टेलिकमको वेबसाइट एप मार्फत ग्राहकले आफ्नो सिमलाई ई सिममा परिवर्तन गर्न सक्छन्। टेलिकमका अनुसार ग्राहकसँग भएको मोबाइल सेटमा ई सिम राख्न मिल्छ मिल्दैन पहिले हेर्नुपर्छ। यसका लागि *#06# डायल गर्नुपर्छ। यसरी डायल गरेपछि त्यसमा 89 बाट सुरु भएको 32 अङ्कको कोड देखायो भने त्यो मोबाइलमा ई सिम प्रयोग गर्न सकिन्छ भनेर बुझ्न सकिन्छ। ई सिममा परिवर्तन गर्नेको हालको सिम चलिरहेको सक्रिय अवस्थामा हुनुपर्छ। कम्तीमा 50 रुपैयाँ मौजदात पनि भएको हुनुपर्छ। अनलाइन वा एपबाट ई सिममा परिवर्तन गरिँदा कम्पनीको रेकर्डमा ग्राहकको विवरण अपडेट गरिएको पनि हुनुपर्छ। ग्राहकले आफ्नो नागरिकता आइडी र जारी जिल्ला प्रमाणीकरण गर्नुपर्छ। यसमा सहयोग चाहिने टेलिकमको कार्यालयसँग सहयोग माग्न सकिन्छ। फारममा नागरिकताको स्पष्ट फोटो अपलोड गर्नुपर्ने हुन्छ। यति गरेपछि कम्पनीबाट ग्राहकले क्यूआर कोड प्राप्त गर्छ। त्यो कोड स्क्यान गरेपछि सेटिङमा भोल्टा एक्टिभ गर्नुपर्छ। ग्राहकले हालको सिमबाट भोल्टा एक्टिभ गर्न *444*2# डायल गर्नुपर्छ। डायल गरेपछि मोबाइलको सेटिङमा गएर भोल्टा अन गर्नुपर्छ। यति गरिसकेपछि मोबाइललाई रिस्टार्ट गर्नुपर्छ। ई सिम एक्टिभ हुन केही समय लाग्न सक्छ। यसमा केही समस्या आए नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्न सकिन्छ। धेरैले क्यूआर कोड पाइसकेपछि त्यसलाई सुरक्षित गर्दैनन्। नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार मिश्र भन्छन्, मोबाइलमा समस्या आउँदा वा कहिले काहीँ प्राविधिक समस्याले ई सिम नचलेमा त्यही क्यूआर कोड स्क्यान गरेपछि चल्न थाल्छ। यस्ता क्यूआर कोडको फोटोकपी राख्ने वा आफ्नो इमेलमा सुरक्षित गरेर राख्न सकिने मिश्र बताउँछन्। एनसेलमा भने ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल आइडी टाइप गरेर 70125 मा एसएमएस पठाएर पनि ई सिममा परिवर्तन गर्न सकिन्छ। यस्तो एसएमएस गर्दा पैसा लाग्दैन। त्यसपछि ई सिमको प्रमाणीकरण हुन थाल्छ। यसबाहेक कम्पनीको वेबसाइटमा गएर पनि फारम भरेर ई सिमको लागि अनुरोध गर्न सकिन्छ। फारममा आफूले ई सिममा रूपान्तरण गर्न चाहेको हो होइन, हालको सिम नम्बर, वैकल्पिक मोबाइल नम्बर, सिम लिँदा प्रयोग भएको आधिकारिक कागजातको विवरण, नागरिकता नम्बर वा अन्य इमेल जस्ता सामान्य जानकारी भरे पुग्छ। ई सिममा परिवर्तन गर्न ग्राहकलाई 100 रुपैयाँ शुल्क लाग्छ। त्यसैले कम्तीमा 33 रुपैयाँ मौजदात सिममा हुनुपर्छ। एनसेलले ई सिम चल्ने केही मोबाइल सेटहरूको जानकारी समेत राखेको छ। आइफोनमा 11 देखि हालसम्मका सिरिज र XS सिरिजमा ई सिम चल्छ। त्यस्तै सामसङ र गुगलका नयाँ सिरिजहरूमा पनि चल्छ। त्यसबाहेक ग्राहकले *06# डायल गरेर पनि यस्तो जानकारी लिन सक्नुहुन्छ।